मैले के ल्याइदिन्छ आदुलाई चाहिँ हाम्रो चौरस्तादेखिको चाहिँ र्याली छ यता भानुभवनसम्म चाहिँ होइन। अब भाग्यले मात्र पाउँछ नेवारनी छोरी नेवारनी छोरा। हेलो जोजोलाप्पा सबैजनालाई। र आज चाहिँ है अब कति दिनको बादमा चाहिँ मैले यसरी भिडियो गर्दैछु है, भ्लग बनाउँदैछु है। र आज चाहिँ के हो भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो नेवारहरूको चाहिँ माथि चाहिँ प्रोग्राम पनि छ र सानो र्याली पनि छ है। सो त्यही भएर चाहिँ आज चाहिँ म एउटा छोटो भए पनि एउटा भ्लग बनाउँछु भनेर चाहिँ मैले बनाएको है। र म चाहिँ एकदम रेडी भइसकेँ है। अन्त नानीलाई चाहिँ अब यो नानीलाई चाहिँ लगेर गएको छुइनँ है। र उसलाई चाहिँ अब छोडेर जाने हो म। अब यता हेर नि छिटो, मम्माले के ल्याइदिन्छ आदुलाई? आइसक्रिम ल्याइदिन्छु ल, नरुई बस्नु ल। उता बस्छ नि मजाले है बेबी है। आज उता मजाले अजीसँग कोसँग बस्छ? आज कोसँग बस्छ अजी भन। ए जोजोलाप्पा भन्यो सबैजना। ल म भन्छु हेर जोजोलाप्पा, तिमी पनि भन। अन्त अब म चाहिँ रेडी भइसकेँ हो। र अब हाम्रो साथीहरू चाहिँ माथिनिर छ, उहाँ तताहरू पनि छ। अब हामी चाहिँ आज बिहान अलिक छिटै निस्केको है। र तपाईँहरू चाहिँ हेरिदिनुहोस् होला मेरो भिडियो चाहिँ लास्टसम्म। तपाईँलाई चाहिँ माथि हाम्रो चौरस्तामा चाहिँ अलिकति त्यहाँनिर र्याली हुन्छ होला, त्यसको बादमा चाहिँ हाम्रो भानुभवनमा प्रोग्राम छ है। र म तपाईँलाई देखाउने छु अलिअलि कति हुन्छ है। र तपाईँहरू चाहिँ हेरिदिनुहोस् होला। म चाहिँ जाँदैछु है, यहाँ तताहरूकोमा निस्किनु पर्ने छ। त्यहाँबाट चाहिँ हामी उकालो जान्छौँ है। घाम पनि पुरा भइरहेछ, बाटो त्यस्तो छ है हाम्रो गाउँको। अब हामी चाहिँ निस्केको खै त हेर्नु काकी आदु आदु अरे आदु भाइ अप्सु जोजोलाप्पा भन्दै सबैजनालाई जोजोलाप्पा। अब चाहिँ हामी गाडीमा जाँदैछु हो। अब हाम्रो चाहिँ उपर अझै धमार पनि हुनुहुन्छ है। अब हामी चाहिँ जाँदैछु, घाम चाहिँ पुरा लागिरहेको छ। हाम्रो गाडी चाहिँ अलिकति उपर छ, धमार पनि हुनुहुन्छ है। यहाँबाट चाहिँ म काकी तता जाँदैछौँ। बाटो चाहिँ यस्तो छ है, गरम हुन्छ। अब यो चाहिँ अगाडि टाल्नुपर्ने उयो चाहिँ गाडीको। ल्याउ त यहाँ छ दमै त। यहाँ चाहिँ हुनुहुन्छ हाम्रो धमा जोजोलाप्पा भनिदिइहालौँ। जोजोलाप्पा लु उयो गर्नु न, गाडी बस्दै गरौँ, गाडीमा बस्दै गर्नु अरे यतिकै बस्दै गरौँ। अब हाम्रो गाडी चाहिँ यहाँ छ। अब चाहिँ हामी बस्ने, म त डिलमा बस्छु जाऊ। हामी चाहिँ भर्खर आइपुग्यौँ। अब यहाँनिर जामले गर्दाखेरि पुरा अब चाहिँ हामी हेर्नु न। अब अखिल भारतीय नेवार संगठनका जति पनि सदस्यहरू हुनुहुन्छ कृपया उहाँहरू सबै चौरस्ता परिसरमा गइदिनु होला। त्यहाँ हाम्रो पूजा भइरहेको छ र त्यो पूजा सुरु भइरहेको छ। अब चाहिँ हाम्रो चौरस्तादेखिको चाहिँ र्याली छ यता भानुभवनसम्म चाहिँ होइन। बालेन एक्लै छोडिएको छ हाम्रो हो। आउन छिटो, हामी चाहिँ भर्खर चौरस्ता आइपुग्यौँ हो। आज आऊ डिस्टेंस
छोड्दैन रेनु कहाँ बस्दैन अरे औ छोड्दैन माथि जान्छ अरे होस् माथि छोड्छ औ हेर रेन छोड्दै होस् यो जग्गा अब चाहिँ यहाँबाट किन पुग्यो त सबलाई पुग्यो कसरी खोल्दियो हामीले खोल्दैन त राम्रोसँगले सीमा कच्चा चुली जाती डाला जो बना छत आसानी से झूल मना दो मना हरता बयान की एकछिन अब हामी चाहिँ खाना खानु जानु आँटेको एकदम मिठो मिठो खानाहरू नेवारी खानाहरू राखिरहेको होला टेस्टी अघि हामीले उयो खायौँ के खायौँ अघि हामी सनै बजी खायौँ अब हामी सनै बजी खायौँ अब हामी 1 बजी 2 बजी हाम्रो खान्छौँ अर्कै आउनुहोस् है गाइस प्लिज खानु प्लिज हाम्रो नेवारीको खाना खानु आउनुहोस् कस्तो मिठो मिठो हुन्छ तपाईँहरू बिहा गर्नुभएको छैन भने चाहिँ नेवारी बिहा गर्नुहोस् केटी बिहा गर्नुहोस्। नेवारी केटी बिहा गर्नुहोस् त्यहाँदेखि हाम्रो नेवारी खाना टेस्ट गर्नुहोस् कस्तो राम्रो मिठो मिठो हुन्छ भाग्यले मात्रै पाउँछ नेवारी छोरी नेवारी छोरा ल गाइस छिटो गरेर आउनुहोस् ए मतलब लाइन चाहिँ यस्तो भिड छ यहाँनिर चाहिँ हाम्रो खानाको लागि चाहिँ हामी चाहिँ खाना खाएर भर्खर अब चाहिँ हामी अलिकति प्रोग्राम हेरेर घर फर्किने हो पानी पऱ्यो है हाम्रो चाहिँ बजारमा काम भएर हामी चाहिँ अलिक छिटो निस्क्यौँ त्यहाँबाट हो नभनेको 3:30 भयो होला दमा होइन अहिले 3:30 भयो अब हाम्रो बजारमा एक दुईवटा काम छ खै छाता पनि नलिआएको घाम बेसी लागेर पानी परेर बजारमा हाम्रो चाहिँ मिठाई किनिदिन्छु नानीलाई त्यहाँबाट चाहिँ हामी गाडी चढ्नुपर्छ लगिदिनु उहाँ मिठाई किनेको पनि हमा अस्ति हिँड्दा त उयो मिठाई किनेको पनि अब हामी चाहिँ गाडी चढ्यौँ हामी चाहिँ घर आइपुग्यौँ अब यो जुत्तामा पुगेर आइभयो म के खाएको आद्या के हो यो यहाँ छ धुलो साइसी पनि आएको रहेछ आदुको तता